नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आफ्नो पुर्ख्यौली घर आगलागीबाट ध्वस्त पारिएको बताएका छन्। मंगलबार कैलालीको अत्तरिया स्थित घरको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उनले आगलागीबाट करिब 9 देखि 10 करोड रुपैयाँ बराबरको भौतिक क्षति पुगेको जानकारी दिएका हुन्। भट्टका अनुसार घरभित्र युद्धकालीन इतिहाससँग सम्बन्धित सामग्री, दुर्लभ किताब, बचपनका फोटोहरू लगायत मूल्याङ्कनै गर्न नसकिने सम्पत्ति नष्ट भएको छ। उनले आन्दोलनकारीहरूले घरमा रहेको कुकुरलाई समेत जिउँदै जलाएको आरोप लगाए। मैले भ्रष्टाचार वा उत्पीडन गरेको प्रमाणित भए सजाय भोग्न तयार छु, तर आगो यसै क्षेत्रका मानिसले लगाएका हुन्। भट्टले भने बाहिर वा भारतबाट कोही आएका होइनन्। चिनेको भए पनि अहिले नाम भन्न उचित ठान्दिन। उनले उक्त घर आफ्नो बुवाको पैतृक सम्पत्तिबाट बनेको र आमा त्यहीँ बस्दै आएकी थिइन् भनेर स्मरण गरे। भट्टले 2 महिना अघि मात्र 2 कट्टा जग्गा बिक्री गरेर 80 लाख रुपैयाँभन्दा बढी ऋण तिरेको पनि पत्रकार सम्मेलनमा सुनाए। 24 गते आगलागी हुँदा भट्टकी श्रीमती निर्मला भट्ट घरमै थिइन्। उनका अनुसार सुरुमा हुलले सीसी क्यामेरा तोडेर घर जलाउन थालेका थिए। म गोठमा लुकेकी थिएँ। उहाँलाई सामन्त भन्दै गाली गरिरहेका थिए। मेरो मरेकी सासूलाई पनि गाली गरियो, निर्मला भट्टले भनिन्। लेखराज भट्टले आन्दोलनमा संलग्न भएका मध्ये माग पूरा गर्न सडकमा आएका र तोडफोड विध्वंस मचाउन आएका व्यक्तिहरू छुट्याएर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।